हेलो साथीहरु, यहाँ सबैजनालाई नमस्कार। सबैजना सन्चै हुनुहुन्छ होला, सबै मस्त स्वस्थ हुनुहुन्छ होला। आज चाहिँ हामीले एउटा सानो भ्लग बनाउन गइरहेका छौं। खास आजको दिन चाहिँ हाम्रो 17औं एनिभर्सरी, मेरो बुढा र मेरो है। हामी सँगै युनिभर्सिटी ब्याचलर देखिका साथी, पछि जीवन साथी बनेको पनि 17 वर्ष भइसकेछ र आज चाहिँ हामी सँगै सधैँ चाहिँ समय बिताउँदैछौं। के गर्छौं त्यो तपाईहरुलाई अपडेट गराउने छौं। एनिभर्सरीमा हामी रोटी तरकारी अचार चाहिँ खाँदैछौँ। क्यानाडाको विनिपेग म्यानिटोबामा रहेको नेपाली रेस्टुरेन्ट इटन समोसा भनेर सबैले चिन्नुहुन्छ। खास मोमो प्याराडाइज, त्यहाँको खाजा चाहिँ सेट मगाएर खाँदैछु। यो चाहिँ झोल मोमो। त्यसपछि हामी अब यहाँ मजाले खानाको लागि तयारी गर्दैछौँ। यो चाहिँ चिकन फ्राइड राइस, सेम यो पनि स्टिम मोमो, राम्रो व्यवस्था झोल मोमो, मोमो र यो अचारहरू। घर जा हेर्दैछौँ हामी होइन, मुभी डे होइन बुढा, चटपटे खाने हामीलाई चटपटे ब्रेक, मुभी हेर्दै। ओ यो चाट चटपटे चाट ब्रेक, समोसा चाट। हाम्रो अलिक धेरै बस्यो, यस बेलुकासम्म खाना पुग्ने भयो आज। Happy 17th anniversary. Thank you, Drisha. थ्याङ्क यू दृश्य। यो दृश्यले हाम्रो लागि अर्डर गरेर ल्याएको केक हो। सो ह्याप्पी एनिभर्सरी बुढो। यसरी नै सक्सेसफुल एनिभर्सरी सेलिब्रेट गर्न पाऊँ। हाम्रो प्यारो छोरालाई हजुरलाई दिन्छु। साह्रै मिठो। यहाँ सबैजनालाई जसले फेसबुकबाट मेसेन्जरबाट मेसेजबाट हामीलाई 17th म्यारेज एनिभर्सरी विश गर्नुभएको छ, यहाँ सबैलाई धेरै धेरै धन्यवाद। थ्याङ्क यू। धन्यवाद।